हेलो गाइज वेलकम टु माई युट्युब च्यानल। अनि हजुरहरू सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। अनि आज चाहिँ म धेरै दिनपछि भ्लग बनाउन गइरहेको छु। भ्लग भन्नाले पनि आज हाम्रो घरमा चाहिँ रक्सी पारिरहेको छ। रक्सी पारेर रक्सी चाहिँ बसिसकेको छ है, त्यही भएर अब उतार्न लागेको मैले चाहिँ, त्यही भएर म तपाईँहरूलाई भिडियो देखाउन गइरहेको छु। ल जम्मै त्यो थोरै अब यो कुकुर कराई गरेर मलाई देखाउन मन लाग्यो कि हाम्रो यो सानो यो कुकुर छ है, यो धेर कराउँछ, चकचक गर्छ र यसलाई चाट्नै छ है। हादे हो, यस्तो ज्ञानी हुनुपर्छ। हाम्रो घरको यो काले कुकुर क्युट छ, यो क्युट छ र चाटेर हुँदैन मलाई। ल अहो हात पनि दिएर ल अब म चाहिँ रक्सी देखाउन गइरहेको छु। रक्सी तपाईँलाई यो चाहिँ पानी हो, पानी अनि यो चाहिँ तलबाट आगो टक्क लगाएर रक्सी बसाइरहेको छ। अब एक पानी छ, एक पानी अब चाल्नै लागेको। यहीँबाट तपाईँहरूलाई भन्न गएँ कि मैले अब यसको नाम पनि भनिदिउँ है। यसलाई चाहिँ के भन्छ, बाता भन्छ। बाता यसलाई पैनी, यसलाई भाँडा, तलको भाँडा भयो। यो भित्र चाहिँ यो भित्रकोलाई चाहिँ नानी हुन्छ होइन, यो भित्रको भाँडा हुन्छ, माटोको भाँडा। अहिले म देखाइहाल्छु। त्यहाँ चाहिँ रक्सी हुन्छ क्या, टक्क यहाँ माथिबाट यसको पसिना निक्लिन्छ, यो पानीको बाफ मुनिबाट टक्क यहाँभित्र जम्मा हुन्छ। अनि त्यहाँदेखिको रक्सी जम्मा हुन्छ। आगो लागिरहेछ टक्क लाएर। यो बसाउनु भएको चाहिँ हाम्रो मम्मीले हो, तर मैले चाहिँ अब भिडियो लास्टमा देखाउन अरे। हाम्रो मम्मी चाहिँ यता रक्सी पार्ने मान्छे मल हेरिरहनु भएको छ। हाम्रो कुकुर यहाँ बसिरहेछ यी चिलबारामा। पानी चाहिँ तातिसकेको रहेछ, त्यही भएर म चाहिँ बाहिर आएँ होइन। अब एकछिनमा तातिसकेपछि चाहिँ म तपाईँहरूलाई उचालेर देखाउने छु है भाँडा। मेरो भिडियोमा ल तल पनि लु कुकुरलाई पनि स्वागत छ है। यसले त चाट्छ क्या, जतिखेर पनि चाटे यता हेरे त मेरो क्यामेरामा हेरौँ त ऊ कुकुर भने हो यो चकचके छ क्या। लु यसको मुख हेरौँ, यसको मुख यो चकचकेको। ल चढेर हेर। ल यत्तिकै बस् है त, यत्तिकै बस् त। चाटेर हुँदैन तैँले मलाई हातमा कति चाटेको हो यसले। आफ्नो घरको बाहिरबाट देखिने हेर नजरा। लु टक्क हेर, हो फागुनको महिना छ हेर, सबै पातहरू झर्न थाले। फागुन चाहिँ तब पात पुरै झर्छ है, जङ्गलको पुरै जङ्गलको पात झरेर यस्तो भएछ। पछि अब फेरि पात पलाउनु थालेपछि खतरा दिन्छ क्या जङ्गलहरू। यो पातहरू सब झरे अहिले, पछि पलाएपछि खतरा दिन्छ। पानी चाहिँ तात्तिन थालेपछि यस्तो बाफ उठ्छ, हल्का बाफ उठ्दैछ, तात्तिँदैछ। यहाँ चाहिँ हाम्रो मम्मीले आँपको अचार मुलाको अचार बनाउनु भयो, मुलाको अचार। अनि मुलाको अचार सँगसँगै यतातिर हेर्ने देख्न सक्नुहुन्छ। यो चाहिँ के भन्नुहुन्छ भने यो चाहिँ डिउ होइन कि यो निगार हो, निगार खानु भएको छैन हो, निगार हो यो चाहिँ, प्योर निगार छ हेर टक्क। यता निगार यता अचार कस्तो हेर। निगार चाहिँ कसरी बन्छ भन्नुहुन्छ भने अब यो चाहिँ डडम भयो होइन, डडममा टक्क यसरी अब पकाएपछि चाहिँ पछि मर्चा सर्चा लगाएपछि टक्क लाएर यस्तो हुन्छ है। ल निगार चाहिँ जम्मा हुन्छ। पानी तातेर पानी निकाल्नुपर्छ टक्क भाँडामा, टक्क पानी निकालिन्छ। यहाँको पानी सब सकाउने हो, निकालेर सकिसक्यो। टक्क यो चाहिँ कपडाले बटारेको हुन्छ, किनकि यो बाहिरको हावा बाहिर नजाओस् भनेर। रक्सी चाहिँ यहाँभित्र यस्तो जम्मा हुन्छ। किन सुरुमै निकालिदिनु भएको त्यही? यो भरेर उचाल्दाखेरि जान्छ नि त। पहिले अर्कै तरिका हुन्थ्यो कि, रक्सी चाहिँ यहीँ हेर्न यस्तै जम्मा। के हो अब त्यसलाई उयो गर्नु हुने, यसलाई कटले उयोलाई भिजाइदिनु, त्यसलाई कटले भिजाइदिनु। यो चाहिँ यसलाई कटले भित्रको जाँडलाई चाहिँ कट भन्छ।
अन्तखेरि टक्क यो कालो जान्छ भनेर अब यसलाई मस्काइदिएपछि अनि सब सर्लक्कै जान्छ केटालाई मस्काइदिइहाल्नु है ल अब चाहिँ यो रक्सीलाई होइन यो टक्क रक्सी चाहिँ भरिआएछ कति बोतल छ त्यसलाई 8 अब यसलाई चाहिँ बल्छै बल्दैन हेर्नु है इ मिठो आएछ ल भयो एक बोटकै भयो बल है मिठो आयो जस्तो छ रक्सी चाहिँ होइन अब कति 8 बोतल जति होला यहाँ भरिआएछ नि त हाम्रो मम्मीले चाहिँ रक्सी अब ग्यालिनमा भर्नु हुँदैछ टक्क लाएर कसरी छ नि भनिदिनु कसरी छ भनिदिनु रक्सी 100 रुपियाँ बोतल छ एकदम मिठो कोदोको स्पेशल अर्ग्यानिक ल यहाँ चाहिँ कोदोको है कोदोको जाँड छ निगार हेर्नु निगार टक्क छानिएर निक्लिरहेको छ कोदोको जाँड हाम्रो मम्मीले भन्नुभएको जाँड चाहिँ पकाएको 5 महिना भइसक्यो अरे त्यो जाँड कति छिपिसक्यो ल गाइज अहिले मैले रक्सी बसाएको त देखाइनँ तर उचालेको चाहिँ देखाएँ हाम्रो मम्मीले उचाल्नु भयो त्यही भएर मैले देखाइदिएँ अब कस्तो लाग्यो भिडियो चाहिँ होइन अब पुरै हेर्नुभएको छ भने चाहिँ अब मैले बोलेको सुनिरहनु भएको छ अनि लाइक कमेन्ट चाहिँ गरिदिनु होला भन्न चाहन्छु अनि सब्सक्राइब पनि गरिदिनु होला भन्दै हजुरबाट बिदा हुन चाहन्छु बाई बाई।